लट्ठीले के गर्छ त्यहाँ? फोक्सोन्डे यता हो, हामी धन्नै मिस्टेक भएको, तपाईँ नभएको भए त धन्यवाद। पानी ल्याउने बाटो ए के भन्छ के भन्ने यता हेरिदियो दादा के छ? यो चाहिँ अब टिभीको लागि युट्युबको अब यो युट्युबको लागि हो नि त, अघि त्यो गरिसक्यो। पुग्यौँ कागेनीमा, कागेनीबाट अझै हामी छेप्का पुग्न छ। एभ्रिबडी आर सजेस्टिङ यहीँ बस, कागेनीमै बस्नुहोस् कि भने माथि राजु होटलमा बस्नुहोस्, नजानुहोस् छेप्का, सक्नुहुन्न रे। अरे भाइ हामी यार रातिमै त जागा हुने मान्छे भनेर हामी त हिँड्दिने कुरो छ। हामी पुग्ने हो जसरी नै छेप्का आज, बत्ती बालेर भयो नि। हजुर आइसक्यो।
हैन। ल फाइनल्ली हामी हिजो पुग्न नसकेको डेस्टिनेसन छेप्का आइपुग्यौँ। हिजो बसियो कहाँ स्याङ्टामा बसियो। स्याङ्टा पुग्न हामीलाई 3.5 घन्टा लाग्यो र आज फाइनल्ली 58 मिनट 33 सेकेन्डमा हामी छेप्का आइपुग्यौँ। छेप्का पुरै गाउँ रहेछ। छेप्काको मान्छेले चाहिँ भन्थ्यो होटलकोले चाहिँ तपाईँहरू 1 घन्टामा पुग्नुहुन्छ। तलको स्याङ्टाको साउले फेरि के भने कहाँ हुन्छ तपाईँहरू 2 घन्टामा पुग्नुहुन्छ सर, बिचमा हल्लापत्र पर्नुहुन्छ, बिचमा भालु आउँछ, तपाईँहरू यहीँ बस्नुपर्छ, यहीँ मिठो खाना खानुपर्छ भन्नु। त्यही भएर हामी त्यहाँ बस्यौँ। ठिकै भयो, रेस्ट भयो, राम्रै थियो। अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको र्याची। र्याची 8 किलोमिटर रहेछ। ल 4 घन्टा र्याची होइन। से मोनास्ट्री त 31 घन्टा अरे। त्यो से मोनास्ट्री जुन हुन्छ नि, मोनास्ट्री गएर भ्यू पोइन्ट भनेको त्यही हो बटा हो कि 31 घन्टा अरे यार। त्यो त सक्ने भएन हामीले। के लेखेको छ नि पर्छ यसो गरौँ। त्यसो भए रोटी नै खान दिदी, समय धेरै किन लस हेर्दै उता गरेपछि त हिँड्यो नि। त्यही हो त्यही भाइ। हामी अगाडि हिँड्यो नि, तिमीभन्दा अगाडि हामी हिँड्यो नि होइन। किन ढिलो हिँड्यो? यो के हो, र्याची हो होइन नि? के हो यो ठाउँ? हजुर
ल हामी चाहिँ फेरि यो ठाडो उकालो चढेर यही दादा बस्नु भएको छ, रेस्ट गर्नुभएको छ। खोलाको कलकल आवाज छ, सुमधुर सङ्गीतमा त्यो क्रिपिङ बर्ड्सहरू किरकिर गरिरहेछन्। अनि हामी हिँडिरहेछौँ, निकै रमाइलो भइरहेछ। अलिअलि खुट्टा दुख्या छ, अलिअलि के दुख्या छ, अलिअलि सास बढ्या छ, तर हामी दाँत घिसेर हिँडेका छौँ। के छ बट्टा, के छ? अब त अघि जस्तो चङ्गा भन्न सकिन्न, अघि जस्तो चङ्गा भन्न सकिन्न अब त। खतरा हो, बस्थ्यो भयो। भिजेको रहेछ है यहाँ त।
फाइनल्ली हामी रेची पुग्यौँ आफ्टर कति घन्टा आइपुग्यो रेची 4.5 घन्टा आफ्टर 4.5 आवर्स अहिले चाहिँ अब भात पाइन्छ कि भन्ने ठुलो आशा छ तर लाग्दैन फेरि कतै त भात सात पाइन्न अब ढिलो भयो मोमो चाउमिन खानुहोस् भनिदिन्छन् र टेन्सन लाउँछ यस्तो छ सुन्दर रहेछ रेची गाउँ स्टप एउटा रेस्ट गर्ने पोइन्ट त्यस्तै कसैको ट्रेनिङमा जय हजुर त्यही भएर त टाइम लाग्छ हो र झरना होटलमा पुग्यौँ ठ्याक्कै झरना होटलको मैले भिडियो खिच्न लाएको थिएँ उकालो कति घन्टा हिँड्नुपर्छ 3 घन्टामा पुगिन्छ ए ल रेस्ट तिलीचोको जस्तै 22 घुम्ती भने जस्तै घुम्ती रहेछ यो यसरी यहाँबाट चढ्दै चढ्दै माथि टपमा जान पर्छ
यता पनि निकै ब्युटिफुल छ यो कस्तो सेप टिपिकल माउन्टेनको सेपवाला अनि यहाँ पहाडी एउटा गाउँ पनि छ कस्तो राम्रो गाउँ छ होइन यहाँ चरिरहेका जनावरहरू के हुन् चिन्न सकिएन अनि यता माथि फेरि अर्को माउन्टेन जस्तो पनि छ के छ दादा के छ अनुभव कस्तो रह्यो फोक्सोन्डोको चङ्गा हो धेरै उयो नगर के यता हो यस्तो ठाडो उकालो चढेर आएको सिनेरी त बबालै छ तर त्यही त हो गाह्रो यसरी 22 घुम्ती हो कि कति घुम्ती हुँदै यो पोल सँगसँगै माथि पुग्ने कुरो छ तिलीचोकको 22 घुम्ती यहाँको 42 घुम्ती रहेछ यस्तो छ कहाँ हो कति हिँड्यौँ यस्ता घुम्ती त होइन हो किन बड्डा यो कसरी बन्छ यो कसरी बन्छ मेरा त्यहाँ पारिबाट आएको 42 घुम्ती चढेर है माथि यस्तो राम्रो हिमशृङ्ग श्रृङ्खला छ जो देखिरहन्छ बाटोभरि यही मैले 50 चोटि खिचिसकेँ यता पनि थियो अलि बादल आएर छेकियो यता अर्को देखियो यसरी फेरि घुमेर हेराम हेर्नुहोस् त फेरि ल लाग्यौँ है हामी फुल एकदमै उकालो एकदमै गाह्रो हेत्तेरी तिलीचो भन्दा गाह्रो बेकार तिलीचो 22 घुम्ती भन्छन् 42 घुम्ती हिँडिसक्यौँ हामी बाटै यस्तै छ हेर्दैन क्या भिडियोमा रेस्ट गरिदियो धेरै नै मान्छे अप्ठ्यारो छ रे अब
बिस्तारै हजुर झर्नु अनि म आउँछु है दाइ के अरे रोक्नु कुनामा जानु कुनामा जानु खचडा आयो ए अब भाइ फ्ले ल फाइनल्ली हामी अब त पुग्दैछौँ कि भन्ने लागिरहेछ झमक्कै साँझ पर्यो झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नाको किन हो नि हामी तलबाट हिँडेसँगै नछोडेको यो खोला पनि सँगसँगै छ पुरै अहिले त त्यो हिउँले ढाकिएको हिमाल बादलले पुरै छेकिसक्यो होइन फेरि त्यसमै सुन्दरता छ बादल आयो हिउँ पर्छ कि झैँ चिसो भएको छ चिसो हावाको सिरेटोले होइन एकदमै हातै काटिने चिसो छ अब त हामी जसरी हुन्छ वहीँ तालमै पुग्ने हाम्रो इच्छा ल यता दाहिने साइडमा फेरि यति राम्रो हिमशिखर केही मात्रामा देखिरहेछ अँध्यारो भए पनि बादलले छेके पनि है यस्तो छ देख्न सक्नुहुन्छ सो ब्युटिफुल इट्स सो ब्युटिफुल ल फाइनल्ली पुग्यौँ कि है हामी अलिअलि बत्ती टल्किरहेछ पुग्यौँ कि भन्ने मलाई लाग्यो तर फोक्सोन्डोको नजिकको होटलमा चाहिँ पुगिनौँ कि तालै देखिन्छ भन्थे है यहाँ बत्ती बल्यो खुसी लाग्यो अत्यन्त खुसी छौँ हामी 6/6 घरै घरबाट तलबाट जाँदा नि हुन्छ जस्तो लाग्यो म तलबाट गएँ है होइन दुईटै बाटो उत्रै छ त कता जाने फाइनल्ली साँझको 7:50 8 बज्दै गर्दा फोक्सोन्डो लेक आइपुग्यो जसको हाइट जुन चाहिँ 3639 मिटर एल्टिट्युडमा रहेको रहेछ है तर फोक्सोन्डो लेक अहिले अँध्यारो छ केही पनि देखिन्न भोलि बिहानै हेर्न जाने हो अहिलेलाई यहीँ बस्ने